फेरि पनि हामी चाहिँ शैक्षिक भिडियो लिएर चाहिँ उपस्थित भएका छौँ भैरामामा चाहिँ लामो समयदेखि चाहिँ आफ्नो शैक्षिकको आजको यस कार्यक्रम थिङ्की रिच नेपालमा सम्पूर्ण स्वागत। म भिडियो क्रिएटर विजय चौहान, सम्पूर्ण नमस्कार। र आज हामी चाहिँ यहाँ अंशिका कन्सल्टेन्सी सर्भिसको फाउन्डर हुनुहुन्छ, उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्ने गइरहेको छौँ। स्वागत छ सर हजुरलाई आजको यस भिडियोमा। नमस्कार सर। हजुरको परिचय सर? मेरो नाम राकेश कुर्मी, म अंशिका कन्सल्टिङ सर्भिसेसको प्रबन्धक तथा निर्देशक। म एज अ यहाँ अंशिका कन्सल्टिङ सर्भिसलाई कुन हिसाबले एज अ जुन छ हाम्रो यसको सर यो तपाईँले चाहिँ ओपन गर्न भेट्यो यो तपाईँको खास उद्देश्य के रहेको छ सर? किन चाहिँ तपाईँले चाहिँ यो भैरामी चाहिँ आएर चाहिँ तपाईँ अब चाहिँ एउटा शैक्षिक क्षेत्रलाई चाहिँ सुधार गरिराख्नु भएको छ? कुन हिसाबले चाहिँ तपाईँको चाहिँ यो माइन्डमा आयो अनि तपाईँ चाहिँ यो भैरामी क्षेत्रलाई किन रोज्नु भएको छ सर? अब भैरवमा भनेको यस्तो, अब हाम्रो के छ भने अब गाउँघरको स्टुडेन्टहरू के छ भने अब उहाँहरूले एज हामी रूपन्देहीकै सदरमुकाम भने हाम्रो भैरवमा हो। त्यही भएर के हो भने भैरवमा पनि अब हामी बसेर एज अ न्यून शुल्कमा पनि एज अ शिक्षकलाई शिक्षाबाट कोही नवञ्चियोस् भन्ने उद्देश्यको साथले म यो संस्था स्थापना गरेको छु। त्यही भएर अग्रसर रूपमा एज अ हाम्रो विकल 2076देखि नै हामी यो संस्थामा लगेका छौँ। 2076देखि नै हामीले आर्थिक स्थिति न्यून भए पनि विद्यार्थीहरूलाई के हो कुन शिक्षा गुणस्तरीय शिक्षाको पहुँचमा सबैजनालाई सामेल गर्नलाई म यो संस्थामा आबद्ध भई हरेक कुराहरू मिलाइरहेका छौँ। यो तपाईँको स्थापना कहिले भएको हो सर? यो संस्था स्थापना हाम्रो 2076देखि हो सर। पहिला हाम्रो त्यहाँ पनमिष्ठाननिर थियो। अब के छ भने नयाँ ठाउँ भएर यहाँ लगभग 8 महिना भइसक्यो हाम्रो यहाँ अर्को ठाउँमा हरेक म्यानेजमेन्ट अब मिलाएको। त्यहाँ हाम्रो ठाउँ पनि थोरै भएर अब विद्यार्थीहरूलाई धेरै कुराहरू जो हुन्छ एज अ गुणस्तरीय शिक्षा दिनबाट म आफै वञ्चित भइरहेको कतै न कतै महसुस गरेर अब त्यहाँबाट पनि अर्को ठाउँमा नयाँ ठाउँ भनेर हरेक कुराहरू यहाँ हामी सिनापा 8मा नारायण पथ आइसिआइसी ब्याङ्कको पहिलो तल्लामा हामी यसलाई अवस्थित गरेछौँ। ए ओके। अनि सर तपाईँ यो अंशिका कन्सल्टेन्सी सर्भिस जुन भएको छ होइन, यसको चाहिँ खासमै तपाईँले चाहिँ फेसिलिटीहरू के रहेको छ त्यसको बारेमा थोरै स्पेस पारिदिनु न सर। फेसिलिटी भनेको हामीले रूपन्देहीमै ठुलो हाम्रो 30वटा कम्प्युटर सेटअप भएको एउटा कम्प्युटर ल्याब आधुनिक ल्याब बनाएको छौँ। 120वटा स्टुडेन्ट बस्ने एउटा विद्यार्थी एउटा कक्षा कोठा पनि बनाएको छौँ। त्यो हिसाबले के छ भने यसलाई हामीले गुणस्तरीय शिक्षा स्टुडेन्टहरूलाई कसरी दिन सकिन्छ त्यसको लागि के कारक तत्त्वहरू चाहिन्छ हरेक त्यो मिलाउनलाई हरेक सेवा सुविधा हरेक म्यानेजमेन्ट मिलाउनलाई हामी अग्रसर भएर निरन्तर रूपमा लागिरहेकै छौँ। ए ओके। अनि सर तपाईँ जस्तै अब कम्प्युटर एउटा ल्याब बनाउनु भयो होइन, त्यसमा चाहिँ खासमै कुन चाहिँ कोर्सहरू छ अनि चाहिँ यो चाहिँ के चाहिँ सम्बन्धी यहाँ चाहिँ तपाईँहरू चाहिँ शिक्षा चाहिँ प्रदान गरिराख्नु भएको छ सर? अब कम्प्युटरमा हेर्नुहुन्छ भने हाम्रो बेसिकदेखि लिएर एडभान्स लेभलको सम्मको छ। त्यसपछि के भने हाम्रो कम्प्युटर हार्डवेयर सम्बन्धी पनि तालिमहरू छन्। त्यसको लागि हामी छुट्टै एउटा मतलब क्लास रुम मिलाएको छौँ। हार्डवेयरको लागि पनि तपाईँले इफ हार्डवेयर सिक्न चाहनुहुन्छ भने चिप लेभलदेखि पनि लिएर हामीले भास्ट जुन छ हाम्रो नर्मलदेखि चिप लेभलसम्मको पनि हामीले त्यो सिकाइरहेका छौँ कम्प्युटर कोर्समा। अनि अरू कुन यो चाहिँ जुन शिक्षा प्रदान गरिराख्नु भएको छ त्यो त तपाईँको कम्प्युटर ल्याबको छुट्टै भयो। अनि चाहिँ कुन विषयमा चाहिँ कुनमा चाहिँ तपाईँले चाहिँ यो संस्थाकै मार्फतले चाहिँ आफ्नो व्यक्तिगत मार्फतले तपाईँहरू चाहिँ यो शिक्षा प्रदान गरिराख्नु भएको छ सर? अब हेर्नुहुन्छ भने त्यसमा हामीले एससीदेखि मास्टर लेभलसम्मको पनि ट्युसन कक्षाहरू चलाइरहेका छौँ। हाम्रो मर्निङ इभिनिङ क्लासहरू चलिरहेछ। डेमा के हुन्छ भने हाम्रो अब एज अ सबैजना अब रोजगारी हुँदाखेरि तथा व्यस्त हुँदाखेरि कार्यव्यस्तताले गर्दा डेमा हामीले नभ्याएर पनि उहाँहरूले गर्दा के छ भने अब मर्निङ इभिनिङमा हाम्रो एससीदेखि ब्याचलर लेभलसम्मको क्लासहरू ट्युसन कक्षाहरू एकाउन्टको फाइनेन्सको एज अ हेर्नुहुन्छ भने एजुकेसनतिरको साइन्सतिरको त्यो सबै हामीले ट्युसन कक्षाहरू सञ्चालन गरिरहेका छौँ। अनि सर अहिले भर्खर हाम्रो चाहिँ एसईको इक्जाम सकिएछ होइन, जुन भाइ बहिनीहरू चाहिँ एसई इक्जाम दिएर चाहिँ बसिराख्नु भएको छ अथवा कतिपय चाहिँ हुन्छन् होइन अब चाहिँ आर्थिक अवस्था जसको चाहिँ ठिक छ त्यो नो प्रब्लम, बट कसैको हुन्छ कि अब आर्थिक अवस्था त्यति राम्रो छैन तर चाहिँ उहाँहरूको चाहिँ पढ्ने इच्छा एकदमै हुन्छ है कि म कतै चाहिँ यस्तो संस्था पाऊँ यस्तो सर पाऊँ कि चाहिँ म पढ्न हो मेरो सपोर्ट पनि होस्। ती भाइ बहिनीहरूलाई स्टुडेन्टहरूले तपाईँ के भन्न चाहनुहुन्छ सर? अब जुन अहिले एसई दिनुभएको छ उहाँहरूले सर्वप्रथम त एज अ राम्रो मार्क्स लिएर पास हुने अग्रिम शुभकामना दिइरहेछौँ। उहाँहरूले के कति मिहिनेत गर्नुहुन्छ त्यो हिसाबको सफलता उहाँले अवश्य नै पाउनुहुन्छ जे जति मिहिनेत गर्नुहुन्छ। त्यसपछि के छ भने यो जुन हाम्रो एसई दिएर बस्नुभएको छ त्यहाँ विद्यार्थी भाइहरूमा अहिले एउटा के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू जुन 3 महिना छ 3 महिना यो कतै न कतै व्यस्त भएर तपाईँ आफ्नो टाइम म्यानेजमेन्ट गर्नु होला, युटिलाइज गर्नु होला। किनभने आज अनावश्यक बस्नुभन्दा केही न केही सिकेकै ठिक हुन्छ भन्ने मेरो सोचाइ अनुसार उद्देश्य अनुसार राखेछौँ त्यसलाई। त्यसमा के छ भने अब
विद्यार्थीहरूमा अब लगभग सबैको आर्थिक स्थिति इक्वल हुँदैन त्यसलाई पनि मध्यनजर गर्दै हामीले के राखेछौँ भने 30% देखि 100% स्कलरसिपसम्मको पनि व्यवस्था गरेछौँ त्यसलाई मध्यनजर गर्दै हामीले के भोलि हाम्रो 17 गते आइतबार ओरिएन्टेसन क्लास पनि राखेछौँ त्यो विद्यार्थी भाइ बहिनीहरूलाई त्यहाँ आएर ओरिएन्टेसन क्लासमा सहभागी हुने अनुरोध गर्छौँ त्यो ओरिएन्टेसन क्लासपछि के छ भने उहाँहरूलाई के कतिको जस्तै अब विद्यार्थी म के छ भने उहाँलाई सिक्ने चाहना बढी छ मोटिभेसन बढी छ उनीहरूसँग जागरुक छन् तर के छ भने आर्थिक अवस्थाले गर्दा मार खाछन् भने तिनीहरूलाई हामीले फुल्ली सपोर्ट गरेछौँ हाम्रो व्यक्तिगतदेखि लिएर हाम्रो संस्थाको तर्फबाट जे जति हुन्छ त्यो सबै हामीले सहयोग गर्नलाई सधैँ तत्पर हुन्छौँ ओके सर अनि सर गएको वर्ष तपाईँको चाहिँ यो शैक्षिक संस्थामा कति चाहिँ टोटली चाहिँ म्याक्सिमममा चाहिँ विद्यार्थीहरू आएर चाहिँ यहाँ शिक्षा चाहिँ के अरे चाहिँ प्राप्त गरेको छन् र त्यसै गरी यो भैरहमा स्थितमै चाहिँ तपाईँको चाहिँ यस्तो शैक्षिक संस्था भनेको थुप्रै छ जस्तो लागिरहेछ किन चाहिँ विद्यार्थीहरू चाहिँ तपाईँकै शैक्षिक संस्था अथवा यो आंशिक कन्सल्टेन्सी सर्भिस चाहिँ रोज्नुको कारण के हो सर अब त्यसमा हेर्नुहुन्छ भने सर हामी रिजल्ट बेसिस ओरिएन्टेसन क्लासहरू जुन हाम्रो छ इन्ट्रान्स प्रिपरेसन छ त्यो हाम्रो एक्सपर्ट टिम हुन्छन् अब यो स्कुल लेभलमा पढाउनु भन्दा पनि हाम्रो इन्ट्रान्स प्रिपरेसन गराउने एक्सपर्ट टिम हुन्छ छुट्टै हुन्छ सर त्यसमा के छ भने हाम्रो रिजल्ट बेसिस तयारीहरू गराउँछौँ त्यसमा हाम्रो हेर्नुहुन्छ भने गत वर्ष पनि हाम्रो ओएतिर एचएमा तपाईँको स्टाफ नर्समा हेर्नुहुन्छ हाम्रो 100% स्कलरसिपमा नाम निकालेर नेपालगञ्ज दाङतिर पनि पढिरहेका छन् हाम्रो सिएमएलटीमा पनि दाङ नेपालगञ्ज पढिरहेका छन् दाङमा हेर्नुहुन्छ भने हाम्रो एचएमा नाम निकालेर बहिनीहरू पढेका छन् त्यो सबै हामी अगाडि फन्डमै राखेका छौँ अरे सबको नाम अनि एड्रेसहरू सबै हालेकै छौँ त्यस हिसाबले के छ भने हामीले एज अ ओरिएन्टेसन भन्दा पनि हामीले जुन यो रिजल्ट बेसिसको लागि हामीले सधैँ तत्पर हुन्छौँ तपाईँको हेर्नुहुन्छ भने हामीले विकली टेस्टहरू पनि गराउँछौँ इन्ट्रान्स प्रिपरेसन जुन छ विकली टेस्ट गराउँछौँ जुन विषयमा स्टुडेन्ट एकदमै कमजोर हुन्छन् उहाँलाई हामीले सटरडे एक्स्ट्रा क्लास 2 घन्टाको राखेर पनि छुट्टै सरहरूलाई बोलाएर के कसो कमी कमजोरी छ कहाँदेखि सुधार्नु पर्ने छ उहाँहरूको एउटा हुन्छ उहाँहरूको के मतलब एक्चुअल कुन कोर्समा कति कमी कमजोरी छ त्यो हामीले सुधार्नलाई सरहरूलाई एकदमै अग्रसर रूपमा हामी अगाडि बढिरहेछौँ ओके अनि यो सर 2081 को लास्टमा हामी छौँ होइन अब हाम्रो चाहिँ 2082 आउनेवाला छ त्यसको स्वागत पनि गर्छु तर 2081 मा तपाईँ चाहिँ यो संस्था मार्फत कति विद्यार्थीलाई म्याक्सिमममा चाहिँ शिक्षा चाहिँ प्रदान गर्नुभएको छ अब शिक्षामा हेर्नुहुन्छ सर एज हामीले टोटल हेर्नुहुन्छ ओभरअल भने हाम्रो 450 स्टुडेन्टहरूलाई हामी पढाइसकेका छौँ 2081 वर्षमा 2081 मा अब एससीदेखि लिएर हाम्रो ब्याचलरसम्मको एज अ मास्टरसम्मको पनि हाम्रो मतलब सरहरू आएर ट्युसन क्लासहरू लिइरहेछन् त्यो अनि कम्प्युटर क्लासको छ जापानिज कोरियन आइएल्स पिटिएको छन् त्यो आइएल्स पिटिएको क्लासहरू पनि लिइरहेका छन् अब त्योसँगै छुट्टै के छ भने हामीले एज अ हेर्नुहुन्छ भने हामीले लगभग कम्प्युटर तालिम पनि चलाइरहेकै छौँ यही संस्थाबाट निःशुल्क रूपमा पनि हामीले कम्प्युटर तालिमको पनि व्यवस्था गरिरहेका छौँ जुन हाम्रो गाउँ स्तरको त्यो छन् जुन यहाँ आउनेबाट बचिन्छ उहाँहरूको लागि हामीले निःशुल्कमा पनि कम्प्युटर तालिमहरू गत वर्षदेखि नै चलाउँदै आइरहेका छौँ ओके सर थ्याङ्क यू सो मच अनि तपाईँहरू चाहिँ हेरिसक्नु भएको छ र चाहिँ यहाँको चाहिँ फेसिलिटीहरू यहाँको चाहिँ शैक्षिक संस्थाको चाहिँ उद्देश्यहरू के रहेको छ त्यसको बारेमा चाहिँ तपाईँहरू चाहिँ भन्नै पर्दैन अब जुन चाहिँ यो विशेष गरी चाहिँ यो जुन आंशिक कन्सल्टेन्सी सर्भिस छ यसलाई चाहिँ नछुट्याउनु होला र यसमा चाहिँ अवश्य आफ्नो चाहिँ जुन चाहिँ यस इक्जाम चाहिँ दिनुभएको छ अब चाहिँ ती विद्यार्थी भाइ बहिनीहरू चाहिँ आफ्नो यो समयमै सम्पर्क गरी चाहिँ लाभको चाहिँ फाइदा उठाउनु होला र यो चाहिँ हाम्रो आंशिक कन्सल्टेन्सी सर्भिसको प्राइभेट लिमिटेडको यो चाहिँ हाम्रो एउटा अफिस हो यो तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ यहाँको चाहिँ म्यानेजमेन्ट कस्तो छ यहाँको चाहिँ म्यानेजमेन्ट अथवा एउटा यहाँको चाहिँ टिम नै कति राम्रो छ यो एकअर्कालाई चाहिँ सघाउँदै र कसरी चाहिँ यो आफ्नो चाहिँ उहाँको मात्र होइन आफ्नै बुझेर चाहिँ यो शैक्षिक संस्थालाई अगाडि बढाउने भन्दैमा चाहिँ यहाँको म्यानेजमेन्ट टिमलाई चाहिँ हेरेर चाहिँ तपाईँहरू चाहिँ आफ्नो चाहिँ मूल्याङ्कन गर्न सक्नुहुन्छ सो यहाँको सबै टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु लगनशीलता एउटा चाहिँ विद्यार्थीलाई कसरी चाहिँ अगाडि बढाउने लगनशीलताको साथ यहाँको चाहिँ लाग्नु भएको छ एउटा यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ हाम्रो चाहिँ आंशिक कन्सल्टेन्सी सर्भिसको कम्प्युटर ल्याब म्यानेजमेन्ट हेर्नुहुन्छ भने कति राम्रो रहेको छ यहाँको चाहिँ राम्रोसँग शान्त एउटा हाल नै भनौँ हाल बनाएर चाहिँ यहाँको चाहिँ कम्प्युटर सम्बन्धी के ट्रेनिङ हुन्छ अथवा ज्ञान हुन्छ त्यहाँ प्रदान गरिरहेका छन् त्यसै गरी यहाँ एउटा हाम्रो चाहिँ मिटिङ हल भन्ने छ एउटा चाहिँ मिनी हल हो यो चाहिँ कुनै खण्डमा एउटा चाहिँ अब चाहिँ सरहरूकै चाहिँ स्टाफ मिटिङ हुन्छ कि के हुन्छ भनेर चाहिँ अनि त्यसै गरी यहाँ एउटा हाम्रो चाहिँ एड ह्याप्पी जस्तो देखिएको छ र यहाँ चाहिँ धेरै राम्रो चाहिँ के अरे चाहिँ धेरै थुप्रै सर्टिफिकेटहरू पनि राखिएको छ यहाँ र यसै गरी यहाँ एउटा
ल्याङ्ग्वेज कक्षा पनि छुट्याएका छन्, छुट्टै छुट्टै अब विषयगत यहाँ चाहिँ कक्षाहरू पनि छुट्याएको छन् र त्यो अनुसार तपाईँहरू चाहिँ हेरेर चाहिँ आफै चाहिँ मूल्याङ्कन गर्न सक्नुहुन्छ। यहाँको चाहिँ फेसिलिटी कस्तो छ, यहाँको चाहिँ शिक्षा प्रदान गर्ने तरिका कस्तो छ र यहाँको चाहिँ त्यसै गरी यहाँको चाहिँ अब एउटा ठुलै हाल पनि रहेको छ कि यहाँ चाहिँ विद्यार्थीहरूले विकली टेस्ट गर्नलाई अथवा सरहरूकै मिटिङ अथवा विकली टेस्ट भयो कि के भयो भनेर चाहिँ एउटा शान्त एकदम राम्रो एउटा म्यानेजमेन्ट भएको अथवा यहाँ सबैभन्दा ठुलो क्लास भनेको यही हो अनि चाहिँ देख्न सक्नुहुन्छ। धन्यवाद।